हेलो प्रणाम। यहाँ सृजनाजीले चाहिँ वाक्यबाट विथड्र कसरी गर्ने भिडियो बनाइदिनुहोस् न भन्नुभएको रहेछ। धन्यवाद कमेन्टको लागि। यहाँ लगायत सम्पूर्ण मित्रहरूको लागि सठिक जानकारी हुनसक्छ। म हजुरलाई यस भिडियोमा सठिक रूपमा बताइदिन गइरहेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला भन्न चाहे होइन। र सबैभन्दा अगाडि त विथड्र गर्नको लागि वाकपे एप्लिकेसन त तपाईँसँग हुनु नै परिहाल्यो होइन। र पैसा पनि जम्मा भएको हुनु पर्यो होइन। तपाईँ हिँडेर या विज्ञापन हेरेर कुन माध्यमबाट कलेक्सन गरिराख्नु भएको छ होइन, त्यो त अवश्य हुनु पर्यो होइन। अनि मैले चाहिँ पेपलबाट चाहिँ विथड्र गरेको हुनाले मैले चाहिँ यो माध्यमबाट चाहिँ म बताइदिन्छु है त। किनकि फेक कुरा त बोल्नु भएन होइन। आफूले जे गरेको त्यो यथार्थ मात्रै जानकारी दिनु पर्यो। अनि सबैभन्दा अगाडि त वाकपेको एप्लिकेसन ओपन गर्नु होला होइन, क्लिक गर्नु होला। अनि त्यस पछाडि माथि देख्न सक्नुहुन्छ विथड्र भन्ने बटन आउँछ। र कसैको मोबाइलमा क्यास आउट भन्ने अप्सन पनि आउन सक्छ है त। त्यहाँ क्लिक गर्नु होला सबैभन्दा अगाडि। विथड्र भन्ने बटनमा क्लिक गरिसक्नु भए पछाडि तल हेर्नुहोस् त पेमेन्ट मेथड चाहिँ आफैले सिलेक्सन गर्ने। अब मैले हजुरलाई भन्दैछु कि पेपलबाट चाहिँ होइन, पेपलमा सिलेक्सन गर्नु होला। सिलेक्सन गरिसके पछाडि अब विथड्र गर्न चाहेको रकम लेख्नुहोस् तल। मिनिमम अमाउन्ट चाहिँ एप अनुसार फरक हुनसक्छ है। त्यहाँ चाहिँ $30 छ है, पेपलमा चाहिँ $30। अनि त्यसपछि तपाईँले त्यहाँ लेख्नुहोस् कति। मेरो छोरा रोयो, फेरि भिडियो बनाउनु दिँदैन। त्यहाँ लेख्नुहोस् होइन, विथड्र गर्न लाग्नु भएको रकम चाहिँ त्यहाँ लेख्नुहोस्। अनि कन्फर्ममा क्लिक गर्नुहोस्। त्यहाँ कन्फर्ममा क्लिक गर्नुभएपछि तपाईँले 1 दिन 5 दिन 5 दिन त लाग्दैन, 3 दिनभित्रमै आएको थियो। मेरो चाहिँ 2 दिनभित्रमै आएको थियो होइन। 1 दिन 5 दिन राखौँ होइन मिनिमम पनि। त्यो डेट चाहिँ वेट गर्नुहोस् र पैसा सिधै तपाईँको पेपल अकाउन्टमा आउँछ होइन। पेपल अकाउन्ट तपाईँसँग हुनुपर्छ है फेरि। र सजिलो छ यो त, एकदम सजिलो छ पेपलमा त। कुनै कुनै बेलामा चाहिँ कसैको चाहिँ विथड्र हुँदैन। कस्तो केसमा हुँदैन भन्दाखेरि पेपल अकाउन्ट चाहिँ भेरिफाई नभएको खण्डमा होइन। अब जापानमा भएको बेसमा चाहिँ आइडी भेरिफाई नभएको, ब्याङ्क लिङ्क नगरिएको खण्डमा चाहिँ पैसा हराउने त होइन, तर होल्ड गरेर राखिदिन्छ सिस्टमले होइन। अनि जस्तै पेपलमा इमेल गलत भएको अवस्थामा पनि तपाईँको विथड्र नहुन सक्छ। जस्तै नाम मिसम्याच भएको अवस्थामा, जस्तै तपाईँको पेपल नेम चाहिँ श्यामबहादुर छ होइन, वाकपेमा नेम चाहिँ श्याम्बी छ भने पनि फेरि त्यहाँ चाहिँ विथड्र हुँदैन। अकाउन्ट सिस्टमले ब्लक गरिदिन्छ क्या त्यहाँ। अनि अब त्यहाँ मिनिमम अमाउन्ट पुगेन भने पनि विथड्र हुँदैन फेरि। मिनिमम पनि एनमा भन्नुपर्दा 3000 एन चाहिन्छ है, 3000 एन। अनि त्यही हो, 2000 विथड्र गर्नुभयो भने रिजेक्ट हुन्छ फेरि। यति नै हो होइन, जानकारी चाहिँ मैले दिएँ होइन। पेपलबाट एकदम सजिलो छ, सर्ट आइडिया पनि हो, सर्ट तरिका पनि हो यो होइन। एकदम सजिलो छ। अब इन्जोय गर्नु होला। थ्याङ्क यू फर वाचिङ। प्रणाम।